नमस्कार साथीहरु, मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। अहिले म छु हेटौडा, नेपालको हरियाली बजार, हरियाली सहर हेटौडा को यो भर्चुअल वाकमा म अहिले छु। हेटौडा बजारमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ। अहिले बिहानको अवस्था छ, सडक अहिले सुनसान रहेको छ। हेटौडा बजार हेटौडा बजार, हेटौडाको बजारमा माया बस्यो। सो अहिले यहाँ घाम लाग्न सुरु गरेको छ। यहाँ निकै गर्मी, काठमाडौँ भन्दा पनि गर्मी महसुस गरेँ मैले यहाँ। हेटौडा बजार, हेटौडा बजार, मानस चोक, हेटौडा बजारको मानस चोक। यो हेटौडा बजार हेर्नुस्, यो हेटौडा बजार। यो अहिले हामी मानस चोकमा छौँ। अब हामी यहाँबाट माथि धेरै ठुलो नबनाउने हेटौडाको बजारैमा, हेटौडाको बजार। विनय, का हाल चाल बा के? सब ठीक बा? माथि जाऊ न, आउन। केलाको बोट, केराको बोट छैन। काठमाडौँमा केरा फल्दैन, यहाँ केराको बोट फालाफाल। खाली माछा मात्र फल्छ। त्यो बागमतीको माछा अहिले हेरौला हामी। पन्नी नै छोडिदियो, पन्नीमा गरे मूल्य चिज। कथी भयो? फेरि अर्को एउटा चोक आइपुगेको छ। हामी अल्ट्रा क्या 512 GB वाला अल्ट्रा क्या 12/5 के चलेगा। अल्ट्रा के पर करते होता 34,000 नहीं होती, मतलब 34,090 रुपया पर एरिया। नेपाल के लगभग 1,70,000 है। जापान में तो सस्ता है, एक लगने 14 के फिर कम दाम से नहीं। जापान में सस्ते अधिक टेक्नोलॉजी कोई देश और में आते ब्रांडों में फर्क पड़ेगी। कौन देश में बनल थे? इंडिया, चाइना, जापान, अमेरिका। 36 में था
हमने यहाँ क्लास में पहले ना जैसी लोड करा तो सही भी आना एगो छोरा एगो सर के पूछ लगे रे एगो सर पूछ लगे एगो छोरा के से जे कोन मोबाइल चलबे चाहिए और मिस्टेक से खाली मोटा लोरा दू बेर लिखा है के तो के सॉरी सर मेट्रोला भन्न खोजे मोटा लोरा भयो कल के ले यो अहिले हामी हेटौँडा पल्पसा रोडमा छौँ। सो अहिले म हेटौँडाको भर्चुअल वाकमा छु। सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। म अहिले मेरो विशेष कामको सिलसिलामा हेटौँडा आइपुगेको छु। मलाई आज काठमाडौँबाट हेटौँडा आइपुग्न 3 घन्टा पनि लागेन, लगभग 2 घन्टा 45 मिनट जति लागेको छ। किनभने आज बिहानै भएर होला राजमार्गको बाटो एकदम सुनसान थियो र यो फर्पिङको बाटो भएर आएको हामी। फर्पिङको बाटो एकदम राम्रो तर धेरै निकै नै घुमाउरो बाटो रहेछ फर्पिङको बाटो। ओके, सो अहिले हामी यो पल्पसा वीर पुर्खा यातायात सो अहिले हामी यो मेन हाइवेमा आइपुगेको छ। यो हाइवे भनेको तपाईँको यो फर्पिङ भएर हेटौँडा निस्किने हाइवे हो। यो यसलाई चाहिँ कुलेखानी हाइवे। अब यहाँबाट सिधा यो चाहिँ हेटौँडा बजार हेर्नुहोस् त, यो हेटौँडा बजार। यो हेटौँडा बजार, हेटौँडाको बजारमा माया बस्यो एकै नजरमा। हेटौँडा बजार यो सडकको छेउछेउमा यसरी हरिया रुखहरू लगाइएको छ। यो अशोकको बोट। यो हेटौँडालाई हरियाली सहरको रूपमा लिन्छ। अहिले यो माथि बुद्ध चोकमा चाहिँ हामी निस्किँदैछौँ। हेटौँडा बजार यो हेटौँडाको मेन रोडमा छ, पिपल रोड। अरे बाप रे, हॉर्न दबाया। सो हरियाली सहर हेटौँडामा छौँ अहिले हामी। यो हेर्नुहोस् हेटौँडाको बजार। यो हेटौँडा महानगरपालिकाले यो हेटौँडा बजारलाई हरियाली सहरको रूपमा घोषणा गरेको थियो। गुरुजी कता
होलसेल वाकमा छु म एक्सप्लोरिङ हेटौँडा बजार एक्सप्लोरिङ हेटौँडा बजार यहाँबाट यसो जाउँ न हेटौँडा बजार यो चाहिँ पुरानो बजार रहेछ यो हो बुद्ध चोक सूर्य 10 किलोमिटर हो बुद्ध चोक यो यहाँबाट सिधा बाटो चाहिँ पूर्व पश्चिम राजमार्ग जाने हो भने यहाँबाट माथि यो बाटो चाहिँ पूर्व जाने बाटो बाटो बजार